यहाँनिर चाहिँ गुराँस देखेर एकछिन गुराँस खिच्नु रोकेँ। त्यसपछि म फेरि गाडीमा गएँ। यो मिरिकको टी गार्डन्सहरूको ब्युटिफुल भ्युजहरू हेर्नुहोस् त। अहिले चाहिँ ठिक्कै भएको छ क्या वेदर टुरिस्टलाई पनि। ए भाइहरू पनि रहेछ यहाँ त। मलाई चाहिँ अलिक सिलगढी पुग्न हतार थियो, अन्त मैले गाडी स्पिड चलाएको। तर चिया बगान आएपछि फेरि मैले स्लो गरेँ। म यो पेट्रोल पम्पमा आइपुगेँ। यो पेट्रोल पम्प चाहिँ मेरो साथीको एडभर्टिजमेन्ट गरिदिएको छु ल हल्का। अन्त म फाइनली कालिम्पोङ पुगेँ। यहाँ चाहिँ 1008वटा मादल बजाउँछ भनेर नयाँ सालको उपलक्ष्यमा भनेर थियो कार्यक्रम। सानो फुटेज मात्रै लिनु पाएँ, किनभने मैले मेन फुटेजेस चाहिँ अर्कै प्रोग्रामको लिएको छु। सो मेला ग्राउन्डको फुटेज चाहिँ यति नै। अब जाउँ टाउन हलपट्टि। म टाउन हल पुग्दा चाहिँ झन्डैले प्रोग्राम स्टार्ट भइसकेको रहेछ। कालिम्पोङ डिस्ट्रिक्ट पुलिस नेपाली नव वर्षको हार्दिक मङ्गलमय शुभकामना सबैमा। सर्वप्रथम सबैजनालाई नेपाली नयाँ वर्षको धेरै शुभकामना। र एउटा प्रस्तुति, हाम्रो प्रथम प्रस्तुति लिएर आइरहेको छु म। सबैजनाले साथ दिनुहोस् है।
अर्को प्रस्तुति नेपाली प्रस्तुति लिएर आएको छु। अलिकति स्लो छ, आशा छ सबैले सपोर्ट गर्नुहुन्छ होला। हेलो चेक, हेलो प्रोग्रामको लामो साउन्ड चेकहरू भइन्जेलसम्म मैले यसो सिलिङहरू पनि खिचेँ। राम्रो इन्टेरियर्स गरेको रहेछ। उहाँ चाहिँ हुनुहुन्छ कालिम्पोङ आइसी कुजुर सर। लास्ट टाइम सरले चाहिँ हिकाली हिकाली आँखी गाउनु भएको थियो रहेछ, योपालि पनि गाउनुहुन्छ होला नि पर्खे, तर गाउनु भएन। स्याड तर केही पनि छैन। यहाँ आज हामीलाई सबैभन्दा धेरै एन्टरटेन चाहिँ प्रकाशजी, उहाँले डान्स गरेर नै गरिराख्नु भएको छ। उहाँको डान्स चाहिँ यति राम्रो। मेरो पर्सनल रिक्वेस्ट कालिम्पोङ डिस्ट्रिक्ट पुलिसको आर्ट टिमलाई होइन, आउँदो दिनहरूको कार्यक्रममा चाहिँ उहाँलाई आई थिङ्क नेपाली वेशभूषामा कुनै पनि डान्स को प्रस्तुति राख्न दिनुभयो भने चाहिँ एकदमै राम्रो हुन्थ्यो होला। किनभने हि इज अ भेरी भेरी ट्यालेन्टेड डान्सर, भेरी एक्सप्रेसिभ। अनि प्रोग्रामभन्दा धेरै चाहिँ मैले उहाँलाई नै हेरेँ। एन्ड म आफै पनि आर्टिस्ट भएको कारण उहाँको आर्ट चाहिँ मैले एकदम कम्प्लिट देख्न सकेँ। He is a wonderful actor, caricature गर्नुहुन्छ उहाँ। He is a brilliant dancer, very expressive, very entertaining, and I just have this love and respect for him.
pitch, scale, अनि texture. Just amazing. साल 365 दिन 24/7 दिनको रात खटेर लडेर जुझेर आफ्नो लागि बाँचेको चाहिँ 4 घण्टा निकालेर गरेको यो कार्यक्रममा पनि यति साह्रो हाँसिरहेको नाचिरहेको खुसी देख्दा इन्स्पिरेसन पाए भन्न चाहन्छु म आफूलाई कि लाइफ चाहिँ यसरी पनि जिउनुपर्छ। उहाँहरूले अस्तव्यस्त जीवनमा पनि हाँसी खुसी रहनुपर्छ भन्ने सन्देश दिएको पाएँ। दे आर रियल अनसङ हिरोज, ह्याट्स अफ टु देम।
त्यसपछि तबला बजाउँदैहरूको अहिले आएर गाना पनि गाउँदैछ। कालेबुङ गएको छ भन्दै भनौँ भएन। सबै भर्सटाइल हुनुहुन्छ किनभने यहाँ जसले गीत गाउँदै गर्नुहुन्छ उहाँले इन्स्ट्रुमेन्ट पनि बजाउँदै गरेको हुनुहुन्छ। जसले इन्स्ट्रुमेन्ट बजाउनु हुँदै थियो उहाँले अर्को इन्स्ट्रुमेन्ट सर कसैले ब्याक भोकल्स पनि दिइराख्नु भएको छ। अनि जसले गाउनु हुँदै थियो उहाँ डान्स पनि गर्नुहुँदैछ। जसले डान्स गर्नुहुँदैछ उहाँले क्यारिकेचर पनि गरिराख्नु भएको छ। सो बेसिकली पुलिस डिपार्टमेन्टमा यतिजना मान्छे हुन्छ जस भर्सटाइल हुनुहुन्छ। ए जाति हुए लम्हा भन्नुहुन्छ होला जस्तो लागेको थियो कि तर सरको फोन आयो गीतै चेन्ज भयो। गुड इभिनिङ सर भन्नुभयो। जो पनि हुनुहुन्छ भाइरल हुनुभयो। जति माया लाए पनि जति कसम खाए पनि निष्ठुरीले बाटो लगा आँखा गएपछि मनमा फिर्ता पर्ने नै भयो। With this कार्यक्रमको भिडियो ends here अनि थ्यांक यू। बाटोमा ट्राफिक जाममा परे त्यहाँदेखिको हेर्नुहोस् हालत पतला छ। निकै 1-1.5 घन्टा बसी राइट लेफ्ट कोले के गर्नुहुँदैछ त्यही इन्जोय गरेँ। See you next time. Bye. Don't forget to subscribe. Jam and jam. NH10बाट ट्राभल गर्नुहुने कालिम्पोङ र सिक्किम जानुहुने सबैले विचार गरेर मात्रै ट्राभल गर्नु होला किनभने यो रुट रिपेयर हुँदैछ। ओके बाई। सेवारो।